जे मैले गरेँ त्यो नगरेको भए सायद मेरो जीवन केही अलग हुन्थ्यो, केही फरक हुन्थ्यो। मैले गलत गरेँ। किन मैले त्यस्तो गरेँ? किन मैले त्यस्तो बोलेँ? नबोलेको भए नै हुने, बरु अरू कसैलाई सोधेको भए नै हुने। त्यति सानो त कुरा थियो, त्यो पनि गलत भयो। यस्तो खालको आत्मग्लानि, यस्तो खालको पश्चातापले कुनै पनि फाइदा गर्दैन। यस्तो गरेको भए हुने, उस्तो गरेको भए हुने, यहाँ गएको भए हुने, यहाँ नगएको भए हुने। म मेरो अतीतलाई बदल्न खोज्दैछु। अतीतमा सबै गलत भयो। यो खालको पश्चाताप, यो खालको आत्मग्लानि, यो खालको सोचले के म मेरो अतीतलाई पूर्ण रूपले बदल्न सक्छु? नो। यदि अतीतमा त्यस्तो केही गलत भयो, त्यसबाट मैले अनुभव लिएँ, म मेरो अतीतलाई बदल्न सक्दिनँ, तर मलाई अब पूर्ण रूपले बदल्न सक्छु। मैले गलत गरेको होइन, सही कसरी गर्छन् त्यो कुरा मलाई थाहा थिएन। अब थाहा भयो। जबसम्म गलत के त्यसको हामीलाई अनुभव हुँदैन, त्यसको ज्ञान हुँदैन, सही केलाई सही भन्ने त्यो कुरा पनि त हामीलाई थाहा हुँदैन। यो बाटो होइन, यो गलत हो, यो बाटो सही हो, त्यो बुझ्नको निम्ति पनि त गलत यो हो, यो बाटो जानु हुँदैन, त्यसको अनुभव हामीले लिनुपर्ने थियो। त्यति बेला मसँग जति ज्ञान थियो, जति अनुभव थियो, त्यसको आधारमा मेरो सामर्थ्यले भेटे जति सबैभन्दा बेस्ट निर्णय, बेस्ट कुरा त्यही थियो जो मैले त्यति बेला गरेँ। तर त्यो गलत भएछ, ठिकै छ, मलाई थाहा भयो। अब मलाई ज्ञान भयो सही के हो, गलत के हो। अब त्यो गल्ती म फेरि दोहोऱ्याउँदिनँ। अब म आफैलाई बदल्छु। अब मलाई थाहा छ सही कसरी गर्ने। यो खालको पश्चाताप, यो खालको डेडिकेसन, इट्स द राइट वे टु रिपेन्ट। तपाईले गलत गर्नुभएको होइन, तपाईलाई थाहा थिएन सही कसरी गर्ने। अब थाहा भयो, फेरि त्यही गल्ती नदोहोऱ्याउनुहोस्। सी यू इन नेक्स्ट भिडियो।